रातो कुर्सीमा यहाँहरू आसीन हुनुहुनेछ। सेतो कुर्सी हाम्रा अतिथि पाहुना महानुभावहरूको लागि रहेको पनि म यहाँलाई विनम्र जानकारी गराउन चाहन्छु। पञ्चेबाजा सहित हाम्रा पञ्चेबाजाका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू अगाडि बढिरहेको देखिरहेका छौँ। तरेली सांस्कृतिक परिवार अमर सिंह चोक पोखरा 10 नेपालका हाम्रा आदरणीय कलाकार साथीहरू उत्कृष्ट वेशभूषा नृत्यमा उहाँहरू आफ्नो प्रस्तुतिहरू देखाउँदै तरेली सांस्कृतिक परिवार नेपाल पोखराका कलाकार साथीहरूलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्ष राजबहादुर गुरुङज्यू, सचिव रबिन गुरुङज्यू लगायत सम्पूर्ण पदाधिकारी कलाकार मित्रहरूलाई हार्दिक स्वागत छ, सम्मान छ। लाठी नृत्यमा यहाँहरू अगाडि बढिरहनु भएको छ। यसै गरी देखिरहेका छौँ सगरमाथा नौमती पञ्चेबाजा पोखरा 14 सिनेडाँडा अलि बिस्तारै त्यहाँ यसो गर्नुहोला। सिनेडाँडा प्रगति टोलदेखि आउनुभएका हाम्रो दीपकजी लगायत सम्पूर्ण यो टिमलाई फेरि पनि हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्दछौँ। नौमती पञ्चेबाजा सगरमाथाका साथीहरूलाई पनि म अब अगाडि आएर यसै घुमेर पछाडि गएर बसिदिनुको लागि विनम्र अनुरोध गर्दछु। भोलिदेखि हामी मौलिक पञ्चेबाजा प्रतियोगिता पनि गर्दैछौँ। सगरमाथा नौमती पञ्चेबाजाका दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो पोसाकमा सजिएर आइपुग्नु भएको छ। यसै गरी माता ताल बराई आरती सेवा समिति पोखरा बैदामदेखि प्रत्येक साँझ 5 बजेदेखि हामीले बाराईघाटमा यो आरती देख्ने गर्छौँ। त्यहाँनिर विस्तारै गरिदिनु होला। म माता ताल बराई आरती सेवा समितिका आदरणीय अध्यक्षज्यू सम्पूर्ण पदाधिकारीज्यूहरू यहाँलाई हार्दिक स्वागत सम्मान व्यक्त गर्दछौँ। दीपक राई लगायत सम्पूर्ण टिमहरू देखिरहेको छु। मैले सबैको नाम भन्न समयले पनि नभ्याउला। यहाँलाई हार्दिक स्वागत छ। म अब आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरूलाई अगाडि रातो कुर्सीमा गएर आसन ग्रहण गरिदिनुको निम्ति विनम्र अनुरोध गर्दछु। यसै गरी महिला सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 6 बैदामका आदरणीय दिदीबहिनीहरू आफ्नो पोसाकमा सजिएर आउनु भएको छ। महिला सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 6 का आदरणीय दिदीबहिनीहरूलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरूलाई हार्दिक स्वागत गर्दै अध्यक्षज्यूलाई रातो कुर्सीमा गएर आसन ग्रहण गरिदिनुको निम्ति र आदरणीय सहभागी आमा दिदीबहिनीहरूलाई आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसै गरी मैले देखिरहेको छु धादिङ त्रिपुरा
बाराई महिला समूह पोखरा छ भैदाम धादिदेखि सायद मलाई लाग्छ पोखरा 6मा आएर बसोबास गर्नुभएका आदरणीय दिदीबहिनीहरूको उत्कृष्ट पोसाकसँग यहाँहरू समावेश हुनुभएको छ। बिस्तारै बिस्तारै आएपछि गर्नु होला। यहाँलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू यहाँहरू अगाडि गएर रातो कुर्सीमा आसन ग्रहण गरिदिनुको निम्ति म विनम्र अनुरोध गर्दछु। यसै गरी मैले देखिरहेको छु श्री नवप्रभात आमा समूह पोखरा छ भैदाम कास्कीका दिदीबहिनीहरू आफ्नो राम्रो पोसाकमा सजिएर आउनु भएको छ। नवप्रभात आमा समूहका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरूलाई हार्दिक स्वागत छ। म अगाडिको कुर्सीमा गएर आसन ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी देखिरहेको छु वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 6 का आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक हार्दिक स्वागत छ, सम्मान छ। उत्कृष्ट वेशभूषामा सजिएर आउनु भएको छ। यहाँहरूलाई पनि म अगाडि गएर आसन ग्रहण गरिदिनुको लागि आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी पञ्चेबाजा समूह यो सँगै हो कि हाम्रो टिम फरक हो? पञ्चेबाजाको टिम हाम्रो कुन टिम होला? हाम्रो पञ्चेबाजा कुन हो? फेवा नौमती पञ्चेबाजा। फेवा नौमती पञ्चेबाजाका आदरणीय दिदीबहिनीहरू दाजुभाइहरू मजासँग पञ्चेबाजामा नाच्दै रमाइलो गर्दै नर्सिङ पुग्दै यहाँहरू रमाइलो गर्दै अगाडि बढिरहनु भएको छ। म फेवा नौमती पञ्चेबाजाका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूलाई अगाडि आमन्त्रण गर्दछु र अगाडि गएर आसन ग्रहण गरिदिनुको निम्ति पनि म विनम्र अनुरोध गर्दछु। हामीले देखिरहेका छौँ ठुलो गणेशको मूर्ति जहाँ हामीले सराङकोटमा देख्ने गर्छौँ अन्नपूर्ण केबुल कार। अन्नपूर्ण केबुल कार भन्ने बित्तिकै पोखराको एउटा पहिचान हो र सेडीबाट अन्नपूर्ण केबुल कारमा हामी चढेर सराङकोट पुग्न सक्छौँ र त्यहाँ गएर हामी सिद्धिविनायक गणेशको दर्शन गर्न सक्छौँ। हामी अन्नपूर्ण केबुल कारका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्दै अध्यक्षज्यू एवं प्रतिनिधिज्यूलाई अगाडि गएर आसन ग्रहण गरिदिनु म विनम्र अनुरोध गर्दछु। त्यसै गरी ब्यान्ड बाजामा समावेश हुनुभएका हाम्रा आदरणीय दाजुभाइहरू ब्यान्ड बाजाको एपिएफ टोली हो। एपिएफ हाम्रो सशस्त्र प्रहरीका पञ्चेबाजा हाम्रो ब्यान्ड बाजाका आदरणीय दाजुभाइहरूलाई हार्दिक हार्दिक स्वागत छ। निकै उत्कृष्ट वेशभूषामा यहाँहरू अगाडि समावेश हुनुभएको छ। म यहाँहरूलाई अग्र पङ्क्तिमा गएर आसन ग्रहण गरिदिनु न विनम्र अनुरोध गर्दछु। यसै गरी देखिरहेको छु फेवा एकता दिदीबहिनी समूह पोखरा सबैदाम कास्कीबाट पाल्नु भएको छ रातो साडीमा निकै राम्रो उत्कृष्ट वेशभूषा सहित यहाँलाई पनि हार्दिक स्वागत छ। अध्यक्षज्यू एवं प्रतिनिधिज्यूलाई अग्र पङ्क्तिमा आसन ग्रहणको निम्ति अनुरोध गर्दछु। यसै गरी श्री ढोर बाराई दिदीबहिनी समिति पोखरा छ भैदाम कास्कीबाट आदरणीय दिदीबहिनीहरू एकरूपता एउटै साडीमा एउटै ब्लाउजमा निकै राम्रो उत्कृष्ट साथ अगाडि बढिरहनु भएको छ। यहाँलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूलाई अग्र पङ्क्तिमा आसन ग्रहणको निम्ति अनुरोध गर्दछु। यसै गरी मैले देखिरहेको छु अत्यन्तै उत्कृष्ट पोसाकमा जलारी दिदीबहिनी समूह पोखरा छ भैदाम कास्कीबाट आदरणीय दिदीबहिनीहरू एउटै पोसाकमा निकै राम्रो उत्कृष्ट साडी र ब्लाउजमा अगाडि बढिरहनु भएको छ। यहाँलाई हार्दिक हार्दिक स्वागत छ, सम्मान छ। आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूलाई म अग्र पङ्क्तिमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। अघिको ब्यान्ड बाजा नेपाल प्रहरीको हो। मैले ब्यानर नभएको हुनाले एपिएफको भने नेपाल प्रहरीबाट पाल्नुभएका आदरणीय ब्यान्ड बाजाका दाजुभाइहरूलाई हार्दिक स्वागत छ। यसै गरी मैले देखिरहेको छु भैदाम तामाङ सेवा समाज पोखरा छ भैदामका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो संस्कृतिमा रमाउँदै तामाङ सेलो मजासँग गाउँदै खैँचडी बजाउँदै डम्फु बजाउँदै यहाँहरू आफ्नो पोसाकमा सरिक हुनुभएको छ। यहाँहरूलाई हार्दिक हार्दिक स्वागत छ, सम्मान व्यक्त गर्दछौँ। हाम्रो भैदाम तामाङ सेवा समाजका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू सहभागी सम्पूर्णलाई हार्दिक स्वागत छ। म अगाडि गएर रातो कुर्सीमा आसन ग्रहण गरिदिनुको निमित्त हार्दिक अनुरोध गर्दछु। तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो संस्कृति र वेशभूषामा रम्दै रमाइलो गर्दै संस्कृति यहाँले प्रदर्शन गर्दै अगाडि बढिरहनु भएको छ। त्यसै गरी मैले देखिरहेको छु सेराचौर बुहारी समूह अन्नपूर्ण गाउँपालिका वडा नम्बर 2 देखि 5
पाल्नुभएका हाम्रा बुहारी समूहका आदरणीय दिदीबहिनीहरू निकै राम्रो पोसाक साडी एकरूपता एउटै ब्लाउजमा यहाँहरूको सहभागिता रहेको छ। यहाँलाई हार्दिक हार्दिक स्वागत छ। सेराचोक बुहारी समूहका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू सहभागी सम्पूर्ण आदरणीय दिदीबहिनीहरूलाई हार्दिक हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्दछौँ र अग्र पङ्क्तिमा गएर आसन ग्रहण गरिदिनु हुनुको निम्ति म विनम्र अनुरोध गर्दछु। र हाम्रो होटल सङ्घ पोखरा नेपालका आदरणीय पदाधिकारी सदस्यज्यूहरू एवं स्वयंसेवक मित्रहरूले उहाँहरूलाई समन्वय गरिरहनु भएको छ। फेरि पनि हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौँ हामी। मैले यति बेला अनौपचारिक कार्यक्रम सञ्चालन गरिएको छु। केही क्षणपछि संस्थाका सचिव आदरणीय पार्वता पाण्डेज्यूले औपचारिक कार्यक्रमको सञ्चालन गर्नुहुनेछ। यसै गरी मैले देखिरहेको छु प्रगति दिदीबहिनी समूह पोखरा छ बैदा कास्कीबाट उपस्थित हुनुभएको छ। अत्यन्तै राम्रो आफ्नो पोसाकमा उपस्थित हुनुभएका आदरणीय दिदीबहिनीहरू एउटै ब्लाउज र साडीमा निकै राम्रो देखिनु भएको छ। यहाँलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू अग्र पङ्क्तिमा गएर आसन ग्रहण गरिदिनुको निमित्त म फेरि पनि हार्दिक हार्दिक अनुरोध गर्दछु। हामीसँग अर्को अत्यन्तै उत्कृष्ट ब्यान्ड बाजा प्रस्तुत भएको छ। सशस्त्र प्रहरी एफपिएफको तर्फबाट अघि हामीले नेपाल प्रहरीको तर्फबाट ब्यान्ड बाजा हेऱ्यौँ। अहिले सशस्त्र प्रहरी एफपिएफको तर्फबाट उत्कृष्ट ब्यान्ड बाजा बजाउँदै हाम्रा आदरणीय राष्ट्र सेवक दाजुभाइहरू अगाडि बढिरहनु भएको छ। आदरणीय राष्ट्र सेवक दाजुभाइहरूलाई हामी उच्च उच्च सम्मान व्यक्त गर्दछौँ र यहाँहरूलाई अग्र पङ्क्तिमा स्टेजको अगाडि गएर आसन ग्रहण गरिदिनुको निम्ति म विनम्र अनुरोध गर्दछु। यसै गरी देखिरहेको छु बितेरी नारी समूह मूलथोक बैदाम पोखरा छ नेपालबाट पाल्नु भएको छ। म बितेरी नारी समूहका आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू आफ्नो एउटै साडी र ब्लाउज समूहको पोसाकमा सजिएर आउनुभएको छ। म बितेरी नारी समूह मूलथोक बैदाम पोखरा छका अध्यक्षज्यू एवं प्रतिनिधिज्यू र र्यालीमा सहभागी सबैलाई हार्दिक स्वागत सम्मान व्यक्त गर्दै अग्र पङ्क्तिमा आसन ग्रहणका निमित्त म हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीले देखिरहेका छौँ यवान धौलागिरी नौमती नौमती बाजा समिति हामीले देखिरहेका छौँ। पञ्चबाजा बजाउँदै नदीपुर पोखरा 3 कास्कीदेखि पाल्नु भएको छ। दुर्गा मगरजी लगायत सम्पूर्ण यो टिमलाई हार्दिक हार्दिक स्वागत छ। यवान धौलागिरी नौमती पञ्चे बाजा समूहका आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरूलाई हार्दिक स्वागत छ। यहाँहरू मजासँग पञ्चे बाजा बजाउँदै आफ्नो पोसाकमा सजिएर आउनुभएको छ। म अग्र पङ्क्तिमा आसन ग्रहणका निमित्त हार्दिक अनुरोध गर्दछु। पुनः भोलिदेखि यो स्टेजमा हामी पञ्चे बाजा प्रतियोगिता हल्लनचोकदेखि यहाँदेखि हल्लनचोकसम्म पञ्चे बाजा प्रतियोगिता गर्दैछौँ। मौलिक पञ्चे बाजा प्रतियोगिता त्यसमा तपाईँहरू भव्य तरिकाले उपस्थित जनाएर मनोरञ्जन लिन सक्नुहुनेछ। यसै गरी मैले देखिरहेको छु अन्नपूर्ण आमा समूह पोखरा महानगरपालिका नम्बर 6 भैदामदेखि अन्नपूर्ण आमा समूहका आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू आफ्नो समूहको एउटै पोसाकमा सजिएर आउनुभएको छ। आमा दिदी बहिनीहरूलाई हार्दिक हार्दिक स्वागत छ, सम्मान छ। यहाँहरू तिर्खाउनु भयो होला, अगाडि पानी छ, मजाले पानी खाएर यहाँहरूले आफ्नो तिर्खा मेटाउनु होला। शीतलता प्रदान गर्नुको लागि पनि म अनुरोध गर्छु, अगाडि गएर आसन ग्रहण गरिदिनु न अनुरोध गर्दछु। यसै गरी देखिरहेको छु रातो कुर्सीमा यहाँहरू आसन ग्रहण गरिदिनु हुनेछ। कृपया, मलाई थाहा छ रातो कुर्सीमा मलाई गणेश सर त्यसै गरी वैभव सरहरूले उताबाट इसारा गरिरहनु भएको छ। रातो कुर्सीमा यहाँहरू आसन ग्रहण गरिदिनु हुनेछ। यसै गरी देखिरहेको छु देवीस्थान भलछोपुवा आमा समूह भलछोपुवा देवीस्थान पोखरा छ बैदामका आदरणीय आमा दिदीबहिनीहरू एउटै पोसाकमा सजिएर अगाडि बढिरहनु भएको छ। आदरणीय अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू सहभागी समूहलाई हार्दिक स्वागत छ। म अगाडि गएर आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। यदि यहाँका कुर्सीहरू सकिए भने स्टेजको दायाँपट्टि पनि खाली छ, बाँकी छ, यहाँहरू बस्नको निमित्त म अनुरोध गर्छु। त्यसै गरी मैले सञ्जीविनी नारी समूह पोखरा छ भैदाम बाट पाल्नुभएका आदरणीय दिदीबहिनीहरू नेपाली झन्डा आफ्नो शिरभन्दा माथि नेपाल छ र त हामी छौँ भन्ने
यो भावका साथ अगाडि बढिरहनु भएको छ। सञ्जीवनी नारी समूह अत्यन्तै उत्कृष्ट पोसाकमा यहाँहरूलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्षज्यू एवं सहभागी सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई म अगाडि गएर आसन ग्रहण गरिदिनु हुनको निमित्त विनम्र अनुरोध गर्दछु। यसै गरी वैदाम महिला विकास समाजका आदरणीय दिदीबहिनीहरू उत्कृष्ट वेशभूषामा सहभागी भएर यहाँहरू पनि नेपाली झन्डा